नमस्कार, मेरो नाम खगेन्द्र हो। हाल जापानको ओकिनावाबाट बोल्दैछु। आजको मेरो शीर्षक छ नेपालबाट जापान आउने सबैजनाले ध्यान दिनुपर्ने कुरा। जापानको बारेमा धेरै कुराहरू बुझेर मात्र जापान आउँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। जापान यस्तो देश हो जहाँ जापानिज भाषाभन्दा अरू भाषा चल्दैन। त्यसो हुनाले सबैभन्दा पहिलो नम्बरमा भाषा नै इम्पोर्टेन्ट हुन्छ। त्यसैले सबैजनाले भाषा चाहिँ एकदम राम्रो बनाएर, मेरो करियर नै सबै जापान हो, म जापान गएर के गर्नुपर्छ भनेर त्यो अनुसार भाषा राम्रो बनाएर आउनुभयो भने त्योभन्दा बेस्ट केही पनि हुँदैन। भाषापछि यहाँको अर्को इम्पोर्टेन्ट कुरा यहाँको रुल्सको बारेमा राम्रोसँग बुझ्नु होला। यदि रुल्सको बारेमा राम्रोसँग बुझिएन भने भोलि गएर समस्या नहोला भन्न सकिँदैन। जस्तै कतिपय साथीहरू स्टुडेन्ट भिजामा आउनुहुन्छ। स्टुडेन्ट भिजामा आएपछि स्टुडेन्टले जम्मा गर्न पाउने काम भनेको 28 घण्टा मात्रै हुन्छ। 28 घण्टाभन्दा बढी काम गर्नुभयो भने सो त यहाँको कानुन अनुसार इलिगल हुन्छ। त्यसैले तपाईलाई जापान सरकारले नेपाल फर्काउन बाध्य गराउनेछ। त्यस्तै सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ भाषा नै हुन्छ। जो स्टुडेन्ट भिजामा स्टुडेन्ट एप्लाई गरेर आउँदै हुनुहुन्छ उहाँहरूको चाहिँ करियर एकदम राम्रो देख्छु यहाँनिर। किनभने करियर भनेको वर्किङमा आउने एसएसडब्ल्यू भिजामा आउनेहरूको पनि हुन्छ, नआउने होइन, तर एउटा लिमिटेसन ठाउँमा काम गर्नुपर्ने हुन्छ। जबकि स्टुडेन्टमा आउनुभयो भने चाहिँ सुरुको हकमा स्टुडेन्टले पार्ट टाइम जब गर्न पाउने हुँदाखेरि जति पनि कामहरू आफूले खोजेर जहाँ मन लाग्छ त्यही काम गर्न पाउने हुँदा जति पनि भन्नाले 28 घण्टाको सीमित समयभित्र काम, जस्तै एउटा खाइसम्म काम गरिरहेको छ भने त्यही गर्नुपर्छ भन्ने हुँदैन। अरू काम खोजेर पनि गर्न सकिन्छ। आफूलाई जहाँ सजिलो हुन्छ, जहाँ अलि राम्रो हुन्छ त्यही काम गर्न सकियो स्टुडेन्टको हकमा। अनि त्यही अनुसार भाषा पनि पढ्दै जान्छ। भाषा पढ्दै गइसके पछाडि स्टुडेन्ट गएको पढ्दै गइसके पछाडि सोचुग्यो हुँदै गइसके पछाडि भोलि स्टुडेन्टले भाषा राम्रो भए पछाडि राम्रो कम्पनी खोजेर जब एप्लाई गर्न सक्छन्, वर्किङ एप्लाई गर्न सक्छन्। त्यसमा अर्को अपर्च्युनिटी पनि के छ भन्दाखेरि वर्किङको हकमा पनि त्यही हो। स्टुडेन्ट भिजाबाट वर्किङमा कन्भर्ट गरेछ भने चाहिँ खाइस्या आफूलाई आफ्नो नाइयो मिल्ने खाइस्या खोजेर जहाँ जुनसुकै ठाउँमा पनि एप्लाई गर्न सकिन्छ। त्यही जस्तै तपाईँ अहिले एप्लाई गर्नुभयो, त्यही 1 वर्ष काम गर्नुभयो, चित्त बुझेन भने त्यो खाइस्या छोडेर अर्को ठाउँमा आफैले खोजेर एप्लाई गर्छु भन्दा पनि सक्यो। तर त्यसको लागि सबभन्दा इम्पोर्टेन्ट चाहिँ भाषा नै हुनुपर्छ। जस्तै वर्किङ र एसएसडब्ल्यू भिजामा आउनेहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा लिमिटेड कम्पनीहरूले चाहिँ एप्लाई गरेर नेपालबाट एप्लाई गरेर त्यसरी आइन्छ। त्यहाँ आइसके पछाडि उहाँहरूसँग भाषा पनि हुँदैन, जापानको इन्भाइरोमेन्ट पनि थाहा हुँदैन। नभइसकेपछि त्यही एउटै कम्पनीमा काम गरेर बस्नुपर्ने अवस्था आउँछ। भोलि उहाँहरूलाई चाहिँ अर्को कम्पनी खोजेर अर्को ठाउँमा जानु पर्यो भने अब भाषा धेरै नभए पछाडि यहाँको कल्चर, यहाँको सिस्टम, यहाँको रुल्सहरू थाहा नभएपछि उहाँहरूलाई चाहिँ अलिकति समस्या पर्छ जस्तो लाग्छ मेरो सोचाइमा चाहिँ। एनिवे तपाईहरू अब कतिपय आउन सोच्दै हुनुहुन्छ होला, कतिपय आउने तर्खरमा हुनुहुन्छ होला। सबैभन्दा पहिला भाषा चाहिँ राम्रो बनाएर आउनु होला। त्यही नै हो मेरो कुरा। हवस् त, धन्यवाद।